प्रवीण शिवाकोटी। आज चाहिँ म चाहिँ यो नमस्ते उपकार नेपाल सुधार केन्द्रको चाहिँ दोस्रो बिल्डिङ जो चाहिँ अति रमणीय स्थलमा तारकेश्वर नगरपालिकाको तिनपिप्ले स्थितमा चाहिँ हामीले चाहिँ यो भवन चाहिँ निर्माण गरेर विगत 20औं वर्ष अगाडिदेखि हामीले काम गरिआएका छौँ। र आज म चाहिँ यस सुधार केन्द्रमा चाहिँ उपचारमा ल्याएका बिरामीहरूलाई होइन के कस्तो उपचारको पद्धतिद्वारा चाहिँ हामीले उपचार गर्छौँ भन्ने कुरालाई चाहिँ मध्यनजर गरेर हाम्रो यस नमस्ते उपकार नेपाल सुधार केन्द्रका चाहिँ लामो समयको एक्सपिरियन्स लिएर आउनुभएका अजय खनाल जो उहाँ मोटिभेसनल काउन्सिलर पनि हुनुहुन्छ र यहाँ चाहिँ हरेक थेरापीहरूमा इन्भल्भ भएर यहाँका बिरामीहरूलाई चाहिँ सधैँ र सभ्य अवस्थामा फर्काउने कार्यमा चाहिँ सामेल हुनुहुन्छ। उहाँको परिचय साथै उहाँले चाहिँ यस संस्थाप्रति के कस्ता कार्यहरू निर्वाह गर्नुहुन्छ ती कार्यहरू चाहिँ उहाँले भनिदिनुहुन्छ भन्ने चाहिँ आशा राख्दै मैले दुई शब्द यहीँ रोकेँ। हजुर नमस्कार हजुर, म अजय खनाल, मेरो बसाइ नागार्जुन थाई ठेगाना हो र म नमस्ते उपकार नेपाल सुधार केन्द्रमा काउन्सिलिङको पदमा कार्यरत छु र यहाँ मैले दाइहरूको मोटिभेसनबाट पनि धेरै नै प्रभावित भएर नै मैले पनि यो कार्यलाई अगाडि बढाउँदै गएँ र यहाँ जुन उपचार पद्धतिमा आउने क्लाइन्टहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले कस्तो तरिकाले दिँदाखेरि काउन्सिलिङ चाहिँ उहाँहरूको मानसिक अवस्था स्ट्रङ होस्, किन फिजिकल्ली भन्दा पनि हामी जस्तो दुर्व्यसनीहरूलाई चाहिँ मेन्टली अवस्था चाहिँ बलियो नभएसम्म उनीहरू नसा छोड्न सक्दैन होइन। नसा छोड्नको लागि मेन त हजुरको योगा मेडिटेसन पनि साथसाथै जानु पर्यो। मेन्टली अवस्था स्ट्रङ हुनको लागि मेन स्पिरिचुअलीतिर ध्यान दिनु पर्यो। योगा भयो हजुरको, त्यसपछि अब प्राणायामहरू बिहान गराइन्छ, एक्सर्साइजहरू गर्यो भयो, अनि मेडिटेसन ध्यानबाट पनि, किन ध्यान हामी दुर्व्यसनीहरूको के हुन्छ भने मेन कुरो चाहिँ हजुरको चाहिँ ध्यान भड्किरहेको हुन्छ। जुन एउटा डाइरेक्सनमा हिँड्नुपर्ने कुरामा उनीहरूको दिमाग भड्किरहेको हुन्छ। ध्यान भड्किएपछि के हुन्छ, एक ठाउँमा मन केन्द्रित रहँदैन अनि त्यही भएर उनीहरूको ध्यान एक ठाउँमा राख्नको लागि पनि त्यो मेडिटेसनको एकदम आवश्यकता पर्छ। बिहानदेखि बेलुकासम्म हाम्रो चाहिँ उपचार गराउने पद्धतिहरू चाहिँ कुन प्रकृतिबाट जान्छ? बिहान जस्तो उठ्ने बित्तिकै के हुन्छ, ब्रस गरिसकेपछि चाहिँ हजुरको बिहान एकछिन प्रार्थनाबाट स्टार्टिङ गरिन्छ होइन। ईश्वरलाई पनि सम्झिनु पर्यो, गड बिना त केही पनि छैन। अनि ईश्वरलाई सम्झेर प्रार्थना गरेर अनि एक्सर्साइजहरू प्राणायामहरू गराइन्छ। अब त्यसमा धेरै एक्सर्साइजहरू हुन्छ, जस्तो अब श्वास प्रश्वासको हुन्छ हजुरको, जुन श्वास प्रश्वासबाट उनीहरूले आफ्नो फिजिकल्लीलाई एकदम राम्रो भित्रको जुन विकारहरू छ त्यो बाहिर फ्याँक्ने मौका पाउँछन्। अनि अर्को कुरो त्यसपछि ध्यानहरू पनि गराइन्छ। ध्यानबाट पनि उनीहरूको मन केन्द्रित रहनलाई